साथीहरू, आज म एउटा स्वास्थ्य समस्याको विषयमा तपाईहरुसँग छलफल गर्न आएको है। अहिले हाम्रो देशमा चाहिँ कतिवटा चाहिँ थाइरोइड इस्युजहरू भइरहेको छ हैन। थाइरोइड इस्युज भन्नाले थाइरोइड प्रब्लम्सहरू भइरहेछ। जस्तै तपाईको चाहिँ के रे हाइपरथाइरोइडिजम, हाइपोथाइरोइडिजम भनेर तपाईको कति जनामा इस्युजहरू देखिरहेछ केटी मान्छेहरुमा हैन। अनि अब हाइपोथाइरोइडिजम त एकदम धेरै छ, त्यही भएर अलिकति यसको बारेमा जानकारी दिउँ भनेर म आएको छु आज हैन। अरु दिनभन्दा अलि फरक विषय लिएर आएको छु। केटी मान्छेहरुमा जो केटी मान्छेहरुलाई थाइरोइड समस्या हुन्छ, थाइरोइड डिजिज हुन्छ, थाइरोइडको समस्या हुन्छ, उनीहरुलाई चाहिँ अरु एभरेज मान्छेहरु भन्दा चाहिँ अलि धेरै निन्द्रा चाहिन्छ कि उसको शरीरको चाहिँ आवश्यकता अलि धेरै निन्द्रा हुन्छ हैन। एउटा स्टडीले के पनि देखाएको छ त भन्दाखेरि 30% महिलाहरु जसमा चाहिँ थाइरोइडको समस्या छ उनीहरुमा चाहिँ एड्रिनल क्राइसिस भन्ने देखिएको छ। एड्रिनल क्राइसिस भएको हुन्छ भनेर भनेको छ हैन। अनि अब तपाईहरुलाई अब एड्रिनल क्राइसिस भनेको के हो भन्ने कुरा हुन्छ होला। म अलिकति बेसिक जानकारी दिन्छु ल। पहिला सुरुमा एड्रिनल ग्ल्यान्ड भन्ने हुन्छ हाम्रो शरीरमा। एड्रिनल ग्ल्यान्ड भन्ने बुझ्नुस् है। एड्रिनल ग्ल्यान्ड हुन्छ जसले के गर्छ त भन्दाखेरि हाम्रो शरीरमा त्यसले के काम गर्छ मात्रै बुझौँ है। बेसिक हामी सबैले बुझ्ने हिसाबले म भन्न खोज्दैछु। एड्रिनल ग्ल्यान्ड हुन्छ जसले चाहिँ हाम्रो शरीरमा मेटाबोलिजम गर्नको लागि हेल्प गर्छ। मेटाबोलिजम भन्ने हामीले खाएका कुराहरू विभिन्न पचाउनको लागि अथवा अरू कुराहरूमा काममा हेल्प गर्छ। अनि यसले चाहिँ रोगसँग लड्न सक्ने क्षमतामा पनि रोगसँग लड्न सक्ने क्षमतामा पनि यसको चाहिँ ठुलो भूमिका हुन्छ हाम्रो शरीरको हैन। अर्को भनेको यसले ब्लड प्रेसरमा पनि काम गरेको हुन्छ। अनि अरू हाम्रो शरीरलाई तनाव छ नि, तनावसँग डिल गर्नको लागि पनि यसले चाहिँ ठुलो रोल खेलिरहेको हुन्छ हैन। अरू काम पनि हुन्छ। यो एड्रिनल ग्ल्यान्डको काम भयो भने, यो ग्रन्थीको काम भयो भने, अब क्राइसिस भनेको के हो त भन्दा क्राइसिसमा के गर्छ त भन्दा क्राइसिस भन्ने बित्तिकै यसको काममा चाहिँ अल्टर हुनुलाई चाहिँ क्राइसिस भनिन्छ। अब एड्रिनल क्राइसिसमा के हुन्छ त, एड्रिनल इस्युजहरुमा चाहिँ के हुन्छ त भन्दाखेरि जस्तै मान्छे एकदम थकित हुने, कमजोर हुने, अनि त्यसपछि हुन्छ नि वेटमा तलमाथि हुने, अनि कपालमा पनि चेन्जेसहरु आउने, त्यस्ता विभिन्न कुराहरु हुन्छन् हैन। अनि त्यसलाई यति कुरा किन भन्दा त्यसलाई मेन्टेन गर्नको लागि उनीहरुलाई स्लीप एकदम आवश्यक हुन्छ। अब तपाईलाई लाग्ला स्लीपले कसरी एड्रिनल क्राइसिसमा चाहिँ रोल खेल्छ भनेर हैन। यसले के गर्छ त भन्दाखेरि एकदम राम्रो स्लीपले अथवा पर्याप्त निन्द्राले चाहिँ के गर्छ त भन्दाखेरि यसले चाहिँ बडी शरीरलाई जुन हाम्रो शरीरलाई चाहिँ कुनै पनि तनावसँग स्ट्रेससँग चाहिँ रेस्पोन्स गर्नको लागि इम्प्रुभ गर्छ, राम्रो रेस्पोन्स गर्नलाई सहयोग गर्छ। अनि हाम्रो शरीरभित्र भएका हर्मोन्सहरुको साइकल्सहरुलाई पनि मेन्टेन गर्छ, हर्मोनको कामहरुलाई पनि रेगुलर कामलाई पनि मेन्टेन गर्छ भने सिस्टमिक इन्फ्लामेसनलाई चाहिँ प्रिभेन्ट गर्छ। सिस्टमिक इन्फ्लामेसन भनेको हाम्रो शरीरको कुनै पनि रेस्पोन्स, कुनै पनि समस्यालाई हुने रेस्पोन्सहरु जस्तै सुन्निने के, अब सिम्पली भन्दाखेरि सुन्निने कुराको